नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेको छ। गर्नुपर्ने विदाई खोइ त प्रमुख प्रतिपक्षी दल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्वक रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाउनु भएको हो। उहाँले सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताउनुभयो। उहाँले संसदीय समितिको नाममा झारो टार्ने काम सरकार लागेकाले ढिला भइरहेको बताउनुभयो। उहाँले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने कुरा पनि उल्लेख गरेर जाने जोखिमयुक्त सङ्कटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊ। त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति निजी कम्पनी रकम अपचल हिनामिना दुरुपयोगबारे पनि उल्लेख गर्न भने पनि सत्तापक्ष विषय केन्द्रित हुन नमानेको बताउनुभयो। पनि कसरी समाधान गर्ने भन्ने कुरामा पनि जाउँ, त्यो पनि उल्लेख गरेर जाउँ। जोखिमयुक्त सङ्कटग्रस्त सहकारीहरूकामा पनि बोलेर जाउँ। त्यसका सँगसँगै सहकारीहरूबाट विभिन्न व्यक्ति प्राइभेट कम्पनीहरूमा रकम अपचलन भएको छ, हिनामिना भएको छ, दुरुपयोग भएको छ र त्यसमा माननीय उपप्रधान एवं गृहमन्त्रीजीकै नाम जोडिएको हुनाले कांग्रेसले यो मुद्दा उठाएको छ, सर्वत्र यो मुद्दा उठेको छ भने त्यो कुरालाई पनि के हो यसका बारेमा पनि छानबिन गरेर जाउँ भन्ने कुरा हो। त्यसो भएको हुनाले उहाँहरूको कुरा चाहिँ त जिम्मेवारपूर्ण आएन। तथापि अहिले कुराकानी चलिराखेको छ। यो कांग्रेसले बसेर निर्णय गरिरहेको भए त त्यो हुन्थ्यो। कांग्रेसभित्र निर्णय भइरहेको छैन नि त। यो त कांग्रेस त एकमुष्ट भएर सत्ता पक्षका साथीहरूसँग हामी कुरो गरिरहेका। प्रमुख सचेतक लेखकले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उहाँको नाम राखेर संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र कांग्रेस आफूले मागबाट पछि नहट्ने बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति सहकारी प्रकरणमा मुछेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने आह्वान लिएको छ। आइतबार दिनभर बसेको संसदीय छानबिन समितिको कार्यक्षेत्रको विषयमा सहमति जुटाउने बसेको कार्यदलको बैठकमा कांग्रेसले आफ्नो पुरानै अडान यथावत राखेपछि सहमति जुट्ने नसकेको हो। तर नेताहरूले फेरि आजै साँझ बैठक बस्ने र सहमति जुटाउन प्रयास गर्ने बताएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउने आफूहरूको आह्वानमा सत्तापक्ष सहमत नभएको बताउनुभयो। उहाँले पुनः छलफल गरी सो विषयलाई टुङ्गो लगाउने आफूहरू प्रयासरत रहेको पनि बताउनुभयो। यता सत्तापक्षले भने आरोप लगाउँदैमा दोषी करार गर्न ढङ्गले कांग्रेसले प्रस्ताव ल्याएको मान्य नहुने प्रतिक्रिया दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आरोप लगाइदैमा पार्टीका सभापति रवि लामिछानेलाई दोषी करार गर्न खालको प्रस्ताव कांग्रेसले गरेको भन्दै मान्यता नहुने बताउनुभयो। प्रमुख दलका शीर्ष नेताहरूले सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएपछि त्यसको टिओआर तय गर्न सो कार्यदललाई छलफलमा लगिएको हो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संयोजकत्वमा रहेको सो कार्यदललाई नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बारतोला, राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल रहनु भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमन श्रेष्ठले अजिटम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षक अनुमति पत्र आवश्यक रहेको बताउनु भएको छ। आइतबार माइती घर मण्डलामा विगत 5 दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चपागाईको मागमालाई एकताबद्ध जनाउँदै उहाँले यस्तो बताउनु भएको छ। उहाँले अजिटम काउन्सिलिङहरूको लागि इजाजत पत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताउनुभयो। उहाँले अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस कामलाई आवश्यक कदम चलिरहेको बताउनुभयो। अटिजम भएकोमा चाहिँ हामी क्लियर के हुनुपर्छ भन्दाखेरि नेपालमा न काउन्सिलर्सहरूको लागि लाइसेन्सिङ छ, न अटिजममा अकुपेसन थेरापी गर्नेको लाइसेन्सिङ छ। यो कुराको लागि एक्चुअली टियुको रेक्टर्सहरू जो इक्विभ्यालेन्सीकोमा छ, जबसम्म लाइसेन्सिङ प्रोभिजन आउँदैन तपाईँले स्कुलमा त खोलेर कसले काम गर्छ त, त्यहाँ लाइसेन्सिङ भएन नि त। डक्टरहरूको लागि नेपाल मेडिकल काउन्सिल छ, मेन समस्या यहाँ छ, पहिला यो सल्टाउनु पऱ्यो। त्यसपछि यो स्याडो टिचर इत्यादिको लागि बेसिक आवर्स अफ ट्रेनिङ दिएर त्यो सिटिभिटीसँग पनि कुरा गरिरहेको छौँ। त्यो विभिन्न क्रमको छलफलमा हामी छौँ। रेक्टर सरसँग पनि डक्टर्सहरू पिकेहरू राखिसकेका छौँ। यसलाई एउटा इक्विभ्यालेन्स दिने, रेकगनाइज गर्ने र स्वास्थ्य मन्त्रीसँग पनि म बसिसकेँ। यही विषयमा एउटा लाइसेन्सिङ प्रोभिजन चाहिँ हुनु पऱ्यो फर थेरापिस्ट, मेन्टल हेल्थ काउन्सिलर्स र यो नट जस्ट अटिजम काउन्सिलिङ पनि छ, धेरैवटा छ नि रेकगनाइज गरेको। फर्स्ट स्टेप चाहिँ यो हुनुपर्छ। त्यो गरी आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यका नेत्र चपागाईले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गर्नुभयो। उहाँले विद्यार्थीको खाजा खर्च 15 रहेकाले 50 बनाउनु पर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनु पर्ने मागसहित विगत 5 दिनदेखि उभिएर विरोध जनाइरहेको बताउनुभयो। त्यहाँ पढाउने शिक्षक कर्मचारीको तलब जम्मा 8000 छ, त्यसलाई अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्छ। त्यहाँ पढाउने अहिले शिक्षक कर्मचारीहरूको तालिमविहीन छन्, तिनलाई तालिम दिनुपर्दछ र विद्यार्थीहरूको सिकाइ सामग्री जुन विद्यालयहरूमा छैन बालबालिकाहरूको, त्यो बजेट मार्फत सिकाइ सामग्रीको कुराको ग्यारेन्टी गर्नुपर्दछ र नीतिगत समस्या चाहिँ जुन कुन सरकारले त्यो आधारभूत तय हेर्ने हो भन्ने कुरा राज्य बोल्नुपर्दछ भनेर विगत 5 दिनदेखि म उभिएर चाहिँ सरकारलाई खबरदारी गरिरहेको छु। मेरो देशको सरकार संविधान निर्माण गरेर लोकतन्त्रमा मत मागेर राजनीतिक दलहरूले बाचा पत्रमा यो कुरा लेखेर अन्तर्राष्ट्रिय सन्धिमा बाल अधिकार शैक्षिक अधिकार सुनिश्चित गर्छु भन्न हस्ताक्षर गरेको सरकारले मेरो आवाज छिटो सुन्छ र माग पुरा गर्छ भन्ने मलाई विश्वास छ। उहाँले अजिटम भएका विद्यार्थीलाई पढाउने शिक्षक र कर्मचारीलाई तालिम दिनुपर्ने, विद्यार्थीको सिकाइ सामग्री जुन विद्यालयमा बजेट मार्फत सिकाइ सामग्रीको ग्यारेन्टी गर्नुपर्ने र कुन सरकारले आधारभूत तहको शिक्षा हेर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने माग गर्नुभयो। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शङ्का गर्न जरुरी नभएको बताउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ 7 गते सोमबार भोलि चौथो पटक संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ। अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पार्नुभयो। आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरूलाई उहाँले नैतिकताको प्रश्न पनि खाडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शङ्का नगर्न र दुविधा नपाल्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्रीलाई विश्वासको मत दिन परन्तु नहुने स्पष्ट पार्नुभयो। विश्वासको मत लिन खोज्नु भएको छ, त्यसमा कुनै दुविधा राख्नु जरुरी छैन, किनभने हामी सरकारमा छौँ। नैतिकताको यहाँ प्रश्न खडा हुन्छ, त्यसमा यस बारेमा कसैले शङ्का गर्नु जरुरी छैन। किन मैले अघि भनेको थिएँ, नो इफ नो बट। हामी मन्त्री छौँ, सरकारमा सहभागी छौँ, त्यस हुनाले हामीले विश्वासको मत दिन्छौँ। अध्यक्ष नेपालले संसदलाई सहज ढङ्गले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने समेत बताउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवनबारे सूचना। परजीवीबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन गराउने कार्य तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सम्पन्न हुँदैछ। यस अभियानमा खुवाइने 3 थरीका औषधिले रोगको उपचार हुनुका साथसाथै रोग लाग्नबाट समेत बचाउने हुनाले यो औषधि सेवन गर्नु आवश्यक छ। यी 3 औषधिहरू वर्षौंदेखि उपचारको लागि प्रयोजनमा आइरहेको र सुरक्षित औषधि हुन्।
औषधि खान नहुने समूह, 2 वर्ष नपुगेका बालबालिकाहरू, गर्भवती र 7 दिनसम्मका सुत्केरी महिला, छारे रोगी तथा चिकित्सा बिरामीहरू। औषधि खाने समय यो औषधि खाली पेटमा खानु हुँदैन। अरू सबै व्यक्तिले स्वास्थ्यकर्मीले भने अनुसार खानासँगै वा खानापछि औषधि खानु पर्दछ। औषधिको साधारण असरहरू: औषधि सेवन गरेपछि हात्तीपाइलेको परजीवी शरीरमा भएमा कसैमा ज्वरो आएको जस्तो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असरहरू देखिन सक्छ। यस्ता असरहरू आफै केही समयमा ठिक भएर जानेछ। यदि ठिक नभएमा नजिकको स्वास्थ्य संस्थामा जाउँ, सल्लाह लिउँ वा उपचार गराउँ। हाल हुन गइरहेको यो वैशाख 16 गतेदेखि हात्ती पाइला निवारण सम्बन्धी जुन आम औषधि सेवन गर्ने कार्यक्रम छ, त्यो औषधि सेवन कार्यक्रममा यो जिल्लाका सम्पूर्ण आम जनतालाई 2 वर्षभन्दा माथिका जति जनता हुनुहुन्छ त्यो सबैलाई चाहिँ यो आम औषधि खाई आफ्नो जुन यो हात्ती पाइला रोग छन् त्यो रोग निवारण, त्यो रोग लाग्नबाट बच्नुस् र यो रोग। काठमांडू के पैराडाइज मैन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण काज करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मैन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण काज सब के लिए काठमांडू में जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मैन पावर। जाए के लागि जे आम पब्लिक सबके काठमाडौँ जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपये खर्चा हो छले। अब काठमाडौँ नहीं जाए पड़े। मैन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे। पैराडाइज मैन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठाने के काम हो रहे। विस्तृत जानकारी के लिए संपर्क करिए पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 2035। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नतर्फ केन्द्रित हुनु आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन्। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मध्य प्रदेशको आयोजना गरिएको पर्यटन प्रवर्धन अवलोकन तथा प्रचार प्रसार कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्। उनीहरूले पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालमा हरेक क्षेत्रबाट विकासका लागि अग्रसरता देखाउनु पर्नेमा जोड दिए। प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध प्रदेश मधेस रहेकाले पर्यटनको प्रचुर सम्भावना रहेको उनीहरूको भनाइ थियो। मधेसको पर्यटन विकासका लागि होटल व्यवसाय दिगो हुनु पनि आवश्यक रहेको उनीहरूले बताए। यद्यपि सरकारको ध्यान होटल व्यवसायलाई थप सिद्ध पार्नतर्फ नरहेको होटल व्यवसायीहरूको भनाइ थियो। यो होटल तथा पर्यटन महासंघको एउटा मिटिङमा पनि थियौँ र त्यहाँ धेरै विषयमा छलफलहरू भयो र सबै पर्यटन व्यवसाय साथीहरूका गुनासा चाहिँ पर्यटन मन्त्रालयले बजेट छुट्याउँछ तर छुट्याएको बजेट कहीँ पनि देखिँदैन। त्यो वास्तवमा त्यही नै देखिया छ। त्यसैले म पर्यटन मन्त्रीको सचिवज्यू यहीँ हाम्रो अगाडि हुनुहुन्छ, उहाँलाई म के अनुरोध गर्न चाहन्छु भने पर्यटन मन्त्रालयमा छुट्याएको, पर्यटन शीर्षकमा छुट्याएको बजेट पर्यटनमै खर्च हुनु पर्यो। त्यो विषयमा अब हामी चुप्प लाएर बस्दैनौँ, किनभने अब त्यो विषयमा हामी के गर्नुपर्छ। यदि त्यो पर्यटनकै लागि आएको खर्च चाहिँ पर्यटनमा नछुट्याएर अन्यत्र कहीँ खर्च गरिन्छ भने अब त्यसको हामी विरोध गर्न चाहन्छौँ। र म मेयर साहब पनि यहीँ हुनुहुन्छ, मेयर साहबलाई के अनुरोध गर्न चाहन्छु भने हामीले अहिले लगभग सबै जिल्लाका नगर प्रमुखहरूसँग सहकार्य गरेर एक ठाउँ त हामीले लागू गरिसक्यौँ बर्दिवास नगरपालिकामा। कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आफूहरू नगर स्तरबाट होटल व्यवसायलाई सिद्ध पार्न बजेट छुट्याएको जानकारी दिए। यद्यपि अख्तियारले जेमा पनि जन्जा चलाउँदा यस्ता योजनाहरू चलाउन गाह्रो हुने गरेको उनको भनाइ थियो। अब त्यो 7-8 वर्षको बिचमा मोहन शर्मा नामिसानेले किनेको एउटा जीप सफारी भन्दा बाहेक अर्को जीप सफारी छैन यो एरियामा। फेरि हामीले इको टुरिज्म कुरा गरिरहेका छौँ। यो रियल स्थिति हो यो 7-8 वर्षको बिचमा।
भनेपछि हामीहरूले इको टुरिज्मको लाइनमा व्यवसायीहरूले पनि कति लगानी गर्नु साँच्चै गोष्ठी त गरिरहेका छौँ, सभा गरिरहेका छौँ, घुमि पनि रहेका छौँ। हिजोको परम्परागत हिसाबले आउने जानेहरूलाई होटल व्यवसाय पनि सञ्चालन गरेका छौँ। सिमरामा केही होटलहरू पनि थपिएका छन्। तर इको टुरिज्मसँग केन्द्रित हुने एङ्गलको त्यो लाइनको गतिविधि साँच्चै नै क्षेत्रबाट पनि कति गऱ्यौँ। उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशील शाहले मधेसको पर्यटन क्षेत्रलाई बढावा दिन मधेस सरकार गम्भीर रहेको दावी गरे। उनले यसका लागि बजेट पनि पर्याप्त छुट्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन भयो, कृषि पर्यटन छ, पर्या पर्यटन छ, त्यसपछि अरू पर्यटन इको टुरिज्म छ, सबैले इन्टिग्रेटेड गरेर चाहिँ अघि चाहिँ हाम्रो समीर रमन सरले भन्नुभयो अहिले देखाएको डाटा अनुसार हाम्रो औद्योगिक जिडिपीको ग्राफ चाहिँ नेसनल जिडिपीमा घट्दैछ। अहिले भनेको सर्भिस इन्डस्ट्री कहिले बढ्ने गर्छ भने टुरिज्मले एउटा ठुलो रोल खेल्न सक्छ। हाम्रो जिडिपीको कन्ट्रिब्युसनबाट टुरिज्म सेक्टरले एउटा ठुलो रोल खेल्न सक्छ। यसमा सबैजनाको हामी चाहिँ निजी संस्था, प्रदेश सरकार, स्थानीय निकाय र सङ्घ सरकारको जरुरी छ। कार्यक्रममा होटल व्यवसायी विजय झुनझुनावाला, महासङ्घका महासचिव वैकुण्ठ सापकोटा, नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो। लागु औषध खैरो हिरोइन 48 ग्राम सहित एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्दै उहाँले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जिल्ला बाँकेको हलपुर नगरपालिका वार्ड नम्बर 12 को 32 वर्षीय सचिन राणा रहेका छन्। जेठ 5 गते काठमाडौँ चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 2 नाङडुङ्गा स्थित चेक पोइन्टमा महेन्द्रनगरदेखि काठमाडौँतर्फ आउँदै गरेको 95ख 40056 नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको टोलीले चेक जाँच गर्ने क्रममा निज बसमा बसेको 111 नम्बरको सिटमा पक्राउ गरेको हो। निज सचिन राणाले लगाएको सेतो रङको प्यान्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लास्टिक हटाएर मान्यता प्राप्त तराजुमा तौल गर्दा 48 ग्राम रहेको र उक्त लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित निज सचिन राणालाई नियन्त्रणमा लिई प्रहरी वृत्त थान कोचबाट थप अनुसन्धानको कार्य भइरहेको काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौलीले जानकारी दिनुभयो। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसको A11 नम्बर सिटमा सवार जिल्ला बाँके कोलपुर नगरपालिका 12 वर्ष 32 को सचिन राणालाई चेक जाँच गर्दा निज सचिन राणाले लगाएको सेतो रङको प्यान्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लास्टिक हटाएर मान्यता प्राप्त तराजुमा तौल गर्दा 48 ग्राम रहेको र उक्त लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन राणालाई। त्यस्तै प्रहरीले जेठ 4 गते काठमाडौँ महानगरपालिकाका 22 स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा जेल कम्पनीको लोगो साधा मन्टरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा 2 जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाइएको छ। आइतबार उनीहरूलाई पनि सार्वजनिक गरिएको हो। बर्मा देशभई काम्पना 22 वर्ष 22 को तुषार अग्रवाल र उमेश मुठभरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरी वरिष्ठ उपरीक्षक रजौले तुषार अग्रवालबाट कम्पनीको लोगो सहित मनिटर 10 कार्टुनको 5 का दरले 50 थान, लोगो बिनाको 37 कार्टुनको 5 का दरले 185 गरी 235 थान बरामद गरिएको जानकारी दिनुभयो। गोदाममा डेल कम्पनीको लोगो सादा मोनिटरमा यो पनि इन्ट्रेस्टिङ छ है। लेबलिङ गरी बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उक्त स्थानमा अनुसन्धान गर्दा बर्मा देशभई काजी कामनपा 22 वर्ष उहाँले उमेश मुठभरीलाई नक्कली कम्पनीको लेबिङ गरी न्युरो जम्मा पसलमा बेचबिखनको लागि लैजाँदै गर्दा 6 थान मनिटर सहित नियन्त्रणमा लिएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले गौशाला चौकमा सडक क्षेत्र मिचेर बनाएको घर टहरा भत्काएको छ। आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहराको डोजर लगाएर भत्काइएको हो। गौशाला चौक आसपासमा सडक किनारा अतिक्रमण गरी बनाइएका
घर चारा र सटरहरू भत्काएको महानगरपालिकाले बताएको छ। महानगरपालिकाले शुक्रबार मात्रै भत्किएको पुल आसपासका अवैध संरचना भत्काएको थियो। महानगरपालिकाले मापदण्ड विपरीत बनाएका महानगरपालिकाभित्र संरचनाहरू भत्काउँदै आएको छ। हस्त अहिलेलाई यतिकै। पल पल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।